प्रिय साथी भरत बस्नेतको आज बर्थडेको दिन म चाहिँ बर्थडे मनाउन भनेर उसको रुमतिर लागेँ। त्यहाँ पुगिसकेपछि डेकोरेसन चाहिँ एकदम राम्रो गरेको थियो र एकजना हाम्रो प्रिय विकास लामिछानेलाई चाहिँ हामीले गीत गाउन लगायौँ र उसले चाहिँ राम्रो गिटार बजाएर धुन निकालेर एकदम मिठो गीत सुन्यौँ। उसले गिटार बजाएको धुन एकदम सुनु लागेको थियो र त्यसै क्रममा मैले बर्थडे बोयलाई एउटा धुन निकाल भन्न भने धुन पनि राम्रो निकालेँ। अनि त्यसपछि हामीले भरतलाई चाहिँ तयार गरेर आइज भन्यौँ। अनि उसको इन्ट्री चाहिँ एकदम बवाल भयो, एकदम नाच लगाएर होइन नाच्दै आयो भएर अनि हामी पनि मजाले रमायौँ। त्यसरी हामीले उसको केक काट्ने तयारी गऱ्यौँ र सबैजना सँगसँगै रमायौँ। केक काट्दै गऱ्यौँ। केक काट्दा होइन हाम्रो शिव भन्ने एकजना साथी छ, उनी साथीले चाहिँ एकदम उसको होइन अनुहारैभरि केक यसरी दलिदियो कि होइन बर्थडेको चाहिँ आज एकदम सुरुवात खत्रै भइदियोस्। र त्यसैमाथि 36 हाम्रो 36ले चाहिँ केक खुवाइदियो। अनि ऊ चाहिँ एकदम तयारीका साथ उठेर फोटो हान्नुपर्छ भन्नेमा लाग्यो र फोटोसोटो पनि खिचियो र एकछिन म देखिनुपर्छ भनेर म पनि देखिएँ। अनि म पनि एकदम रमाइलो पारामा थिएँ। त्यसमा सबले पनि एकदम नाच्दै हिँड्दै बडा रमाइलो गरिरहेको थियो। अनि हाम्रो फरक विष्ट पनि एकदम तयारीमा छौँ, एकदम रमाइलोसँग है केक काटेर हाँसिरहेछौँ। ल अझै रमाइलो गर्नुपर्छ भनेर हामीले उसलाई चाहिँ नचाह्यौँ, म भव्य तालले नचाह्यौँ र उसब पनि उफ्री हाँस्दै नाच्थेँ। बाबा उसबलाई नाचेको देख्दा त्यहाँ कसैको पनि मन थामेन र फरक पनि यसरी नाचेको कुरा हो हान्दै दिए फरकले पनि र भरत त्यसै नै खुसी थिएँ र साह्रै रमाइलो भयो। अब भरतको केक खुवाउने पालि भरतले एक हातले उसबलाई र फरकलाई केक खुवायो, उसबले पनि केक खुवायो र उसबले फेरि पनि यसरी डल्यो कि केक आमामा पुरै छोडिदिउँ। अनि फरकले चाहिँ शानदार तरिकाले बिस्तारै केक डल्दै उसब चाहिँ साइडमा रमाइरहेछ। अब म पनि देखिनुपर्छ, मैले पनि केक खुवाउनुपर्छ भनेर भरतले मलाई टप्पै केक खुवाइदियो। मैले गम्म खाएँ अनि मैले पनि लाम्मै उसलाई खुवाइदिएँ। केक खुवाइदिइसकेपछि यसरी हेर्नु त पाप भरतले केक खायो अनि मैले चाहिँ उसको गालैभरि केक डलिदिएँ। रमाइलो भन्ने कुरा यति भयो पुरै छोड्नु साथी होइन, लास्ट रमाइलो भयो। रमाइलो यति धेरै थियो कि कसैको पनि भुइँमा खुट्टा थिएन, सबैजना यसरी रमाइरहेको थिए। र हामी यति भन्दै अब हाम्रो सेलिब्रेट चाहिँ पछिको भाग चाहिँ नदेखाऊँ भनेर हामी चाहिँ एक नम्बरको जुस खाँदै बस्यौँ। र यति भन्दै फेरि पनि यस्तो रमाउने दिन आउला या नआउला, फेरि पनि जन्मदिनको धेरै धेरै शुभकामना छ भरत बस्नेतलाई है त।